हेलो म चाहिँ जुरुक्कै उठ्ने बित्तिकै के गर्छु भने नि खालि म आमैको रुममा जान्छु नि त। अन्त यतिखेर चाहिँ आमैलाई खाना दिइसक्नु भएको रहेछ आमाले। अन्त आमै चाहिँ सन्चो छैन, त्यही भएर खाना चाहिँ जबरजस्ती खानु लाउनुपर्छ, खानु 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 भन्दै। त्यति भएन भने छोडिदिनुहुन्छ क्या खाना नखाइकन। आज चाहिँ खसीको मासु रहेछन्, खाना खाइसकेर आमैलाई हात धोइरहनु भएको थियो। त्यहाँदेखि जिउ दुख्यो भनेर पुरा बिमारी हुनुहुन्थ्यो नि त। अन्त हामीले हस्पिटल लानुको लागि हिजै प्लान गरेको थियौँ, आज स्याटरडे थियो। त्यही भएर अलिक छिटो लानुपर्ने थियो नि त, बिहान ब्रेकफास्टहरू खाएर दबाई खाएर त हस्पिटल जानु भनेको। सुत्छु म एकछिन भात खाएको सक्दिनँ भन्नु थाल्नुभयो। त्यहाँदेखि उठेर मैले लुगाहरू ठिक पारिदिँदै थिएँ आमैको। त्यहाँदेखि चाहिँ म उठ्छु भन्नुभयो। लुगा ठिक पारेर लुगाहरू निकालिदिइरहेको छु। लुगा चाहिँ आफै लाउनुहुन्छ। अन्त कोही कोही सक्नु भएन भने चाहिँ हामीले लगाइदिन्छौँ। अन्त लुगा पनि उसकै चोइसमा लगाइदिनुपर्छ नि त, मान्नु हुँदैन के भन्छ हामीले खोजेको लुगाहरू। त्यहाँदेखि गफ गर्दै लुगा फेरि त्यो ल्याइदिए गरम हुन्छ, अर्को लाउने यो लाउने, त्यो लाउँदिनँ होइन भनिरहनु भएको थियो। अन्त लुगाहरू फेऱ्यो अरे होइन, लुगा चाहिँ आफै फेर्नु भयो। त्यहाँदेखि मैले केसहरू कोदेर तेलहरू लगाइदिएर मैले रेडी बनाइसकेर मात्रै म रेडी हुन्छु नि त। त्यहाँदेखि म रेडी हुनु लागेँ। आमा यताउता पनि के गरिरहनु भएको थियो। उसको सामानहरू बोक्नुहुन्छ नि त, के बोक्नुहुन्छ उता हस्पिटल लाने सामानहरू। अस्तिदेखि ढाड दुखेको नि त, 1 महिना कति हुन आँट्यो, जाति नै भएको थिएन। अन्त रिभ्यूमा लगेको थियो हस्पिटल पनि। त्यही भएर हामी सबै रेडी भएर त्यहाँदेखि बाहिर गाडी पर्खिरहेको थियौँ। आमा, ठुलो बडा, त्यहाँदेखि फुपू हुनुहुन्थ्यो। फाइनली गाडी आइपुगेर हामी चाहिँ क्यालिफोर्निया हस्पिटल चाहिँ म, आमा, त्यहाँदेखि बहिनी, आमै गएको थियौँ नि त। ऊ बहिनीको ठिकै हस्पिटलमा लन्च दिने टाइम भएछ। ऊ त अघि प्लेट लिएर एउटा आन्टीले प्लेट दिएछ, लन्च किन्नु थाल्यो नि त। अन्त बिएचयू चाहिँ अहिले अन्डर कन्स्ट्रक्सन रिपेयरिङ गर्दैछ। त्यो भएर ऊ चाहिँ ठुलो दिदी हो। हामी त मुरे बजार जानुको लागि प्लान गरेको थियौँ। कस्तो घाम लागिरहेको थियो। अन्त आमाले चाहिँ मलाई घरमा पुऱ्याएर मात्रै तिमीहरू जाऊ है भन्यो। त्यहाँदेखि आमालाई ड्रप गरेर हामी मुरे बजार लाग्यौँ। यस्तो गरम थियो, वेदर 31, 32 डिग्री सेल्सियस थियो र पनि भोक लागिरहेको थियो। यस्तो खाइदियो मेरो अनुहार हेर्नु न, कस्तो पसिनै पसिना भइरहेको छ। इन्डियामा खानु घिन पनि लाग्छ तर मजा पनि आउँछ, कस्तो मिठो मिठो हुन्छ। त्यहाँदेखि हामी सब्जीहरू किन्नु थाल्यौँ। सब्जी सपिङ गर्नु गएको थियौँ। म चाहिँ स्पेसल्ली बट्टा लिनु गएको थिएँ नि त। यति सामान थियो, गाडी थिएन होइन, बाटोमा गाडी पर्खेको, गाडी आउँदैन, पसिनाले खलखल भइसकिसकेको थियो। त्यहाँदेखि ठ्याक्कै एउटा अङ्कल, ट्याक्सी अङ्कल भेट्यो। त्यहाँदेखि हामी उनीहरूसँग आउने भनेर पर्खिरहेको थियौँ अरू प्यासेन्जरलाई। आजको सपिङ चाहिँ मेरो बट्टा थियो, म आपको अचार लाउँछु भनेर। त्यहाँदेखि घरमा आएर फेरि आमैलाई खाना दिइरहनु भएको छ। खाना खाएको बसेँ एकछिन। मैले खाना खाइसक्नु भयो भने चाहिँ दबाईहरू दिनुपर्छ नि त। अनि त्यहाँदेखि म आमैको त्यो अघि ग्लुकोज लगाएको उयो निकालिदिएँ कि कस्तो हेर्नु न, छाला कस्तो पातलो छ। म त इन्जेक्सनहरू के लाउँदाखेरि म कहिले हेर्दिनँ कि ब्लडहरू निकाल्दाखेरि। मलाई पुरा डर लाग्छ, माया लाग्छ नि त। त्यहाँदेखि मेरो घरमा के भयो थाहा छ, 11तिर मेरो बहिनीले अघि भात हस्पिटल के खाएर मिठाई खाएर भमिट गर्यो ओछ्यानमै। त्यो यति सबै निक्ल्यो भनिरहेको। त्यहाँबाट एकछिनबाट 12 हुन आँटेपछि आमैलाई भमिट आउन आँट्यो अरे। अन्त त्यतिकै ड्युटी गर्दा गर्दा म टाइम 2मा मात्रै सुत्यो। थ्याङ्क यू फर वाचिङ। प्लिज फलो, लाइक एन्ड कमेन्ट गरिदिनु होला। गुड नाइट एभ्री वान।